व्यवस्थामाथि प्रश्न गर्नु भएको छ कि तपाईँले यो व्यवस्था परिवर्तन गर्नुपर्छ यो व्यवस्थाको काम छैन भन्दै हुनुहुन्छ कस्तो व्यवस्था ल्याउने हो मैले भनिसकेँ हामीले जो चिजको लागि लडेका थिएँ नि किन म माओवादी जनयुद्धमा पुरै जवानी दिएँ कफन भनेर म एउटा जिउँदा शहीद भने पनि हुन्छ म सेनाले सङ्कटकालमा समातेको वर्षौँ म बेपत्ता थिएँ यातनाको नाम भन्ने पनि हुन्छ मैले किन यसरी पुरा जवानी दिएको थिएँ एउटा बदलावको अपेक्षा राखेर आज पनि मैले जसरी रिस्क मोलिरहेको छु बदलावको अपेक्षा राखेर त्यो जनआन्दोलनमा पनि अग्रभागमा लडेँ संविधान सभा पनि लडेर जितेर जनताले पठाइराख्यो र मेरो नाङ्गै आँखाले हेरेँ म कानुन मन्त्री संसदीय मन्त्री भएको मान्छे म सौदा समितिमा रहेको मान्छे समितिकै आफै सभापति भएको मान्छे ल ब्याकग्राउन्डको मान्छे मैले आँखाले हेर्दा आन्दोलनप्रति ठुलो घात भयो आन्दोलन त लोकतन्त्रको लागि थिएन लुटतन्त्रको लागि त थिएन नेतातन्त्रको लागि त थिएन हिजो यिनै नेताले सिकाएको होइन पञ्चायत नक्कली लोकतन्त्र हो राजाको हैकम लोकतन्त्र होइन यी पञ्चहरू कारिन्दा हुन् भने अहिलेको संसद दलहरूको कारिन्दा हो कि होइन अब सोध्ने बेला आयो तपाईँले म दुईवटा उदाहरण भन्छु एमाले पार्टी पनि छ एमाले संसदीय दल पनि छ एमालेकै मान्छेले भोट दिन्छ नि अर्को पार्टीले त भोट दिँदैन एमालेलाई 28 लाख मत परेको थियो गत निर्वाचनमा 28 लाख मत दिएर संसदहरू जिते संसदीय दल बन्यो र उहाँहरूको 4 लाख मतबाट पार्टी अधिवेशन भयो र एउटा केन्द्रीय समिति बने संसदीय दल र केन्द्रीय समितिमा वेटफुल को हुनुपर्छ जनताबाट निर्वाचित संस्था माथि कि क्याडरबाट निर्वाचित संस्था माथि अहिले पार्टीले संसदलाई निकाल्दिन्छ पार्टीको सुपरमेसी छ भने चाहिँ लोकतन्त्र भयो त ती निर्वाचित जनप्रतिनिधि पार्टीको कारिन्दा भएर बस्नुपर्ने उठ बसेपछि उठ बस बसेपछि बस अहिले केपीजी प्रधानमन्त्री हुनुभयो संसदमा छलफल चल्यो पार्टीले हुइप लगाइदिन्छ सिधै देउवाजीले सिग्नेचर गर्यो अनि हुइ पायो ताली बजाउनै पर्छ नत्र पद गुमाउनुस् भने यो यसरी लोकतन्त्र भन्छ त यही इन्डियामा त्यसरी हुन्छ नरेन्द्र मोदीजी कहिले पनि भाजपाको अध्यक्ष बनेन उहाँ संसद दलको नेता हुनुहुन्छ राहुल गान्धी अहिले पनि काङ्ग्रेसको अध्यक्ष होइन काङ्ग्रेसको संसद दलको नेता तर चल्छ कसको नरेन्द्र मोदीको किन उहाँ संसदको सुपर व्यक्ति हो भने यो कुरालाई तपाईँ हामी बुझ्न जरुरी छ नेपालीहरूले यहाँ दलतन्त्र ल्याइदिए हामी विरोध गऱ्यौँ लोकतन्त्रको साथ अपमान भयो हामी हिजो त बदलावको लागि संघीयताको लागि समानुपातिको लागि लडेका थियौँ समानुपाति कसले पाउने हो कमजोर मान्छेले होइन तल्लो तबकाको होइन शासकलाई आरक्षण दुनियाँमा सुन्नुभएको छ शासकलाई आरक्षण दुनियाँमा सुन्नुभएको छ नेपालमा शासकलाई आरक्षण छ कि छैन नेपालमा 761 सरकार दुई देशको नागरिकताले राष्ट्र बलियो हुन्छ सिधै अमेरिकाले नेपालको नागरिकता दिनु भनेको राष्ट्र बलियो हुनु हो कि त भन्नु पर्यो यो कुरा सही होइन हो भने यो राष्ट्रघात त भयो त प्रभुशाले राष्ट्रघात स्वीकारेर बस्ने दलतन्त्र स्वीकारेर बस्ने लुटतन्त्र स्वीकारेर बस्ने नाटक स्वीकारेर बस्ने शासकलाई आरक्षण स्वीकारेर बस्ने यति संवैधानिक आयोगहरू दुनियाँमा सुन्नुभएको छ मौलिक हक हामीले अहिलेसम्म त 5 वटा अलि बढी हेर्थ्यौँ घाँसबासका 5 पहिला थियो शिक्षा र स्वास्थ्य भनेर हामी 5 वटा मौलिक हक भन्थ्यौँ 31-32 वटा लगेर तपाईँ हेर्नुहोस् त कुनै कार्यान्वयन छ कार्यान्वयन हुने चिज गर्नु न जे भन्नुहुन्छ गर्नुहोस् त्यो भनेको विश्वास हो विश्वासका साथ खेलवाड गरेपछि के हुन्छ मान्छे पीडित हुँदैन आक्रोशित हुँदैन असन्तुष्ट हुँदैन अनि हमला गर्दैन मौलिक हक धेरै छन् तर छैन कि भन्दिने शिक्षा पनि मौलिक हक स्वास्थ्य पनि रोजगार पनि आवास पनि सबै भनिदिने केही पनि नदिने अनि मान्छे रिसाउँदैन तपाईँले आवासको हक त भनेको छ नि तर बस्ने ठाउँ त छैन भूमिको हक भनेको छ जग्गा छैन भने यति किन मजाक गरेको त नि नहुने चिज नभन्नु न गरिसकेपछि गर्नुहोस् राज्यप्रति त एउटा विश्वास हुन्छ त राज्य नै मजाकबन्दी हो संविधान नै मजाकबन्दी हो भने यी नेताहरूको मनमानी खेल्दै यिनीहरू त मयै छैन नि कुन नेताको यहाँ बालचाहरू छ सम्पत्ति र सन्तान छ अहिले बनेको सरकारको त पनि सुन्दिनँ मैले अनि एउटा वर्ग छ नेपालमा यहाँ उसको बच्चा बस्दैन उसको सम्पत्ति यहाँ छैन ऊ आफै विदेशमा सेटलमेन्ट छ यहाँ हुनलाई मात्र हो जसरी बच्चाहरू विदेशमा कमाउँछ नेपाल ल्याउँछ यहाँ ठुलो मान्छेहरू नेपालमा लुट्छ र विदेश लगिरहेछ अनि जबसम्म नेपालमा माया गर्ने शासनमा आउँदैन नेपाल कसरी बन्छ त नि लुट्नेहरू माया देश चलाइरहेछ र जसरी अङ्ग्रेजहरू इन्डिया लुटेर जहाजमा लान्थ्यो बेलायत त्यस्तै यिनीहरू पुरै विदेश पुर्याइरहेछ नेपालमा किन पैसा आएको आकारमा 3 करोडमा त 1 करोड बच्चाहरू त विदेशमा काम गरिरहेछ नेपाल पैसा पठाइरहेछ त पैसा हुनुपर्ने हो नि 3 करोडमा 1 करोड त खानपिन सबै खर्च आफ्नो विदेशमै गरिहाल्छ शुद्ध पैसा पठाउँछ नि नेपालमा पहिला भन्दा आम्दानी पनि बढ्या छ खेतीपाती पनि बढ्या छ त किन पैसाको आकार भयो हिजो एकजना मान्छे विदेशमा कमाउँदा ठिकै थियो अर्थतन्त्र अरू देशको परिवारमा एकजना मान्छेले कमाउँछ 1/3 जनसङ्ख्या विदेशमा छ र शुद्ध पैसा पठाइरहेछ नेपालमा र नेपालमा पैसाको हक छ पैसा अनब्यालेन्स भइरहेछ तपाईँ एउटा पसलमा गएर सोध्नु न जहाँ 50,000 को बिक्री थियो त्यो 25,000 मा आइसक्यो
जुन 50 लाखको आना थियो त्यो 40 लाखमा झरिसक्यो। पैसाको अनब्यालेन्स भइरहेछ, जबकि नेपालमा पैसा बढ्नुपर्ने हो, फालाफाल सबै चिज महँगो हुनुपर्ने हो त, अनि किन डाउन भइरहेछ, सटर किन बन्द भइरहेछ भन्ने प्रश्नहरूको सम्बन्ध त अर्थतन्त्रसँग सम्बन्धित छ। अर्थतन्त्र किन ड्यामेज हुँदैछ भने यी लुटेराहरूको कारण हुँदैछ। लुट्ने ल विदेश लाने। पहिलाको राजा महाराजा कमले गाउँमा दरबार बनाउँथ्यो, गाउँमै भकारी बनाउँथ्यो। अहिलेको राजा महाराजा त अमेरिकामा बनाउन थाले त नि। नेपालको विकास हुन्छ अब यस्तै अस्तव्यस्त यस्तै हुने त